the distance between Kathmandu and Pokhara पे x किलोमिटर मान्यो सुरुमा चाहिँ यहाँ दुईवटा काठमाडौँ र पोखरा बीचको दूरी x मान्यौं त्यस पछाडी देन 1/4 यहाँबाट लेख्यौं हामीले अफ x इक्वल टु 50 लेख्यौं 1/4 को 1/4 अफ भनेको इन्टु यसमा के छ इन्टु x इक्वल टु 50 भयो 50 को 50 और लेख्यौं अब यो र योलाई मल्टिप्लाई गर्दा कति हुन्छ 1x हुन्छ 1x हुन्छ 1 लेख्नु जरुरत भएन x/4 इक्वल टु 50 भयो अब यो x लाई छुट्याउँ x इक्वल टु गर्दा यसलाई यो डिभाइडमा छ उता जाँदा मल्टिप्लाइमा भयो x इक्वल टु 50 into 4 x इक्वल टु और लेख्न छुट्यो यहाँ x इक्वल टु 200 अब दुईटा ठाउँको दूरी चाहिँ 200 भयो the distance between